हाट बजार समितिको अरे दाइ तपाईँको भनाइ के छ ल भन्नुहोस्। मेरो भनाइ प्लास्टिकको भाँडा हो अलिक थुप्रै अरे मालिक हाइलाइट हेलो रमाइलो दादाले मासु कटिङ गर्दैछन्। भाइहरूले चाहिँ टक्क विकास भाइ भात मसला बनाउन भात मसला बनाउन भात भेइयो भात मसला ए संस्थाको अध्यक्षले त्यसै खालेर गरे संस्थाको अध्यक्षको भनाइ के छ यसो राख्दिनु यार चिप्लियो आलुमा पाक्दैछ खाना हेर के हो फेरि यो कुखुरी अहिले खानु होला भात अहिले पकाएको लागि आजलाई फेरि ढिला हुन्छ मसला ल ठीक छ फेरि पाक्छ यार जति चामल छ त्यसले हटाउनु त्यहाँबाट मसला अरे यहाँ जन्ती ल्याएर चाहिँ भतेर 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 चलिरहेको छ यहाँ चाहिँ हाम्रो सचिवजी आउनुभएको छ खाना लिएर होइन बजारको अध्यक्ष चाहिँ एक्लै भात बसेर खान नि सर एकदम यसमा सहमति छु वर्षको दुईचोटि एकदम राम्रो पिकनिक हुन पर्यो एकदम अच्छा छ यस्तो मिठो मिठो खाना पाउनु पर्यो होइन खानु पर्यो कुरो कडा राखेको तिमीले त्यहाँ कडा मान्छे यार महिना के अरे वर्षमा दुईचोटि पिकनिक आउनै पर्यो होइन ठ्याक्कै बिहाको भतेर जस्तो भयो रमाइलो भयो जस ढिलै आयो नि रमाइलो देख्न पाऊँ ठिकै छ देवी दिदीले